आज मेरो बडी बिल्डिङ कम्पिटिसन प्रिपेरेसन डे 38। सो मेरो बोर्ड इक्जाम पनि आउन लागिसक्यो। जम्मै 2 महिना मात्र बाँकी छ। त्यही भएर अब चाहिँ पढाइलाई नै फोकस गरेर अघि बढ्नु पर्यो हैन प्रिपरेसनसँगै। अनि ब्रेनको एक्सरसाइज लाइक ब्रेनको एनर्जी इम्प्रुभ गर्नको लागि मेडिटेसन स्टार्ट गरिसके हैन। मेडिटेसन चाहिँ मेरो लाइफमा फर्स्ट टाइम नै हो, अहिलेसम्म मैले गरेको छैन। यो फर्स्ट टाइमको एक्सपिरियन्स भन्दाखेरि एकदमै नेक्स्ट लेभलमा थियो। एकदम फ्री भएको जस्तो, थोरै फोकस लेभल बढे जस्तो फिल भइरहेको थियो। एन्ड केही चेन्जेस पनि फिल गरेँ मैले मेरो यो दिनभरि को कामहरु। एन्ड अल्सो स्टडीमा पनि फोकस लेभल थोरै एक दिनको मेडिटेसनमा यति बढ्यो भन्दाखेरि डेली गर्दाखेरि त कहाँ पुग्छ। सो अब चाहिँ खेती डेली नै गरिन्छ। सो वर्कआउटको कुरा गर्दाखेरि आज चाहिँ मेरो सोल्जर र ह्यामस्ट्रिङ ट्रेन गर्नुपर्ने थियो। सो मजाले पनि गरियो, जसमा चाहिँ फर्स्ट वर्कआउटमा चाहिँ डम्बेल ल्याटरलाइजको ओभरहेडमा 3 सेट हाने। अनि त्यसपछि केबल लेटरलमा पनि 2 सेट अनि डम्बल लेटरलको पनि 3 सेट। अनि सोल्जरको लास्ट एक्सरसाइजमा चाहिँ सिंगल रेल हानेर वर्कआउटलाई सकाए। अब मेरो लेटरल पनि थोरै विक छ नि त, त्यही भएर थोरै हल्का एक्स्ट्रा ट्रेन गरिरहेको छु। एन्ड ह्यामस्ट्रिङको वर्कआउट स्टार्ट गर्दै फर्स्ट वर्कआउटमा चाहिँ ह्यामस्ट्रिङ कर्ल कोथ एफबीमा 3 सेट हाने। यति नै ह्यामस्ट्रिङको। अनि काफको वर्कआउट हानेर सकाए।